आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म सपनाको तर्फबाट नमस्कार। आज पनि मैले सधैँ जस्तै कविता नै भन्नुपर्छ, यसलाई पनि कविता नै लिएर आएको छु। हुन त साथीहरू, अब के भन्न चाहन्छु भनेदेखि म यो भिडियो मार्फत नै तपाईहरूलाई प्रत्यक्ष रूपमा नै अलिकति माया प्रेमको कुरा गरेँ भनेदेखि भन्नुहुन्छ तपाईँहरूले, के हो मायामा त धेरै धोका खाइया छ है, के हो सपना भन्नुहुन्छ होइन। अनि अर्को कुरा अलिकति राजनीतिको कुरा अलिकति पोस्ट अथवा केही सेयरहरू गऱ्यो भने भन्नुहुन्छ तपाईँहरू होइन, के हो नेता नै हो कि भन्नुहुन्छ है। अनि अलिकति केही भावनाहरूमा डुब्न थाल्यो भने भन्नुहुन्छ गजलकार हो कि के हो भन्नुहुन्छ, कविकार हो कि के हो भन्नुहुन्छ। साथीहरू, म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि मानव भएपछि होइन हरेक चिज आफूले भोग्नै पर्दैन, आफूले देखेर पनि उतार्न सकिन्छ, सुनेर पनि उतार्न सकिन्छ केही चिजहरू। अर्को कुरो अब त्यस्तो पोस्ट गर्दैमा नेता नै पनि हुँदैन र गजलकार पनि हुँदैन, त्यो त आफ्नो आफ्नो अब मनसाय हो भन्न चाहन्छु। यदि साथीहरू, यदि तपाईँलाई मेरो पोस्ट अथवा मेरो कुनै पनि चिजले तपाईँहरूलाई धेरै नकारात्मक गरिरहेको छ भने, असर परिरहेको छ भने तपाईँहरूले मलाई भन्न सक्नुहुन्छ इनबक्समा आएर, तिम्रो यस्तो छैन, यस्तो राम्रो छैन भन्न सक्नुहुन्छ। यदि म नराम्रो बाटोमा लागिरहेको छु भने पनि तपाईँहरूले मलाई सम्झाउन सक्नुहुन्छ। जस्तै कि मैले कति साथीहरूलाई सम्झाइरहेको छु, तपाईँहरूले पनि मलाई त्यसरी नै सम्झाउन सक्नुहुन्छ। यदि आफूले होइन कोही नराम्रो बाटोमा लागिरहेछ भनेदेखि उसलाई सम्झाएर सज्जन बनाउनु नै त्यो मानवताको अधिकार हो अथवा मानवता भनेर चिनिन्छ भन्न चाहन्छु। यदि मेरो पनि त्यस्तै केही कमी कमजोरी छ भने साथीहरू प्लिज मलाई इनबक्समा भनिदिनु होला होइन। यदि म सुध्रिन्छु कि अथवा केही राम्रो बाटोमा जान्छु होला नि त होइन, हजुरहरूको अब सल्लाह सुझावले गर्दाखेरि। ओहो साथीहरू, धेरै बोलेछु कि क्या हो होइन, माइन्ड नगर्नु होला। बोल्दा बोल्दै लामो भयो होला, सायद गल्ती पनि भयो होला कतिपयमा होइन, त्यसको लागि सरी पनि भन्न चाहन्छु। भन्दै म चाहिँ अब एउटा कविता नै भन्नुपर्छ, कविता प्रस्तुत गर्न गइरहेको छु, सुनिदिनु होला। नरोए आमा यो खबर सुनि, धेरै टाढा छुइनँ तपाईँकै काख वरिपरि छुनी। नरोए आमा यो खबर सुनि, धेरै टाढा छुइनँ तपाईँकै काख वरिपरि छुनी। आउँदैछु भनेको थिएँ गफ गर्दा फोनमा, आउँदैछु भनेको थिएँ गफ गर्दा फोनमा, भनेको जस्तो हुँदो रहेनछ परदेशमा, भनेको जस्तो हुँदो रहेनछ परदेशमा। युए हुँदै सरर आइपुगे सूर्य, युए हुँदै सरर आइपुगे सूर्य। आफ्नो ख्याल राख्नु है आमा, स्वार्थी छ यो दुनियाँ, आफ्नो ख्याल राख्नु है आमा, स्वार्थी छ यो दुनियाँ। घर फर्किन आउन मन त नलागेको होइन, घर फर्किन आउन मन त नलागेको होइन। आमा यो साल पनि छुट्टिनै पाइन, आमा यो साल पनि छुट्टिनै पाइन। धन्यवाद साथीहरू, यो चाहिँ मेरो अलिकति भावुक मेरो मम्मीको लागि हो। जस्ट मेरो यस्तै भइरहेको थियो होइन, अब जस्तो आफ्नो जीवनमा यस्तै घटना घटिरहेको थियो अनि हजुरहरूसँग पनि प्रस्तुत गर्दैछु। नेगेटिभ नसोचिदिनु होला, यदि हजुरहरूलाई मनपर्छ भने लाइक गर्नुहोस् होइन, मन पर्दैन भनेदेखि होइन त्यसमा तपाईँहरूलाई जबरजस्ती गर्ने पनि हुँदैन त होइन भन्दै बिदा हुन चाहन्छु। हस् त धन्यवाद। म हजुरहरूकै साथी सपु, हाल सूर्य फार्मेसीमा कार्यरत भन्दै बिदा हुन चाहन्छु। हस् त धन्यवाद सम्पूर्ण साथीहरू, बाइ बाइ।